आज हामी बौद्ध दर्शनमा गुरुलाई किन यति धेरै महत्त्व दिइन्छ भन्नेबारे एक संक्षिप्त जानकारी लिँदैछौँ। अब बौद्ध परम्परामा एउटा निकै चाखलाग्दो प्रश्न उठ्छ, हैन? ज्ञानको स्रोत त बुद्ध हुनुहुन्छ, तर पनि हामी किन सबभन्दा पहिले गुरुलाई सम्मान गर्छौं? यसको पछाडि खासमा दुईवटा गहिरो कारणहरू छन्। पहिलो कुरा, शास्त्रले गुरुलाई ऐनासँग तुलना गरेको छ। एकछिन सोच्नुस् त, यदि बुद्ध ज्ञानको सूर्य हुनुहुन्छ भने गुरु त्यो ऐना हो जसले त्यो सूर्यको प्रकाशलाई सिधै हाम्रो अन्ध्यारो मनसम्म पुर्याइदिनुहुन्छ। गुरु बिनाको ज्ञान त्यो त खाली जानकारी मात्रै भयो नि, हैन र? तर गुरुको कृपाले नै त्यो ज्ञान अनुभूतिमा, मतलब हाम्रो भित्री अनुभवमा बदलिन्छ। त्यस्तै दोस्रो कारण, गुरुलाई अज्ञानताको सागर पार गराउने एउटा डुङ्गाको रूपमा हेरिन्छ। जसरी हामीलाई विशाल सागर तर्न डुङ्गा नभई हुँदैन, ठीक त्यसरी नै यो अज्ञानताबाट पार पाउनका लागि गुरुको मार्गदर्शन एकदमै जरुरी हुन्छ। त्यसैले छोटकरीमा भन्नुपर्दा गुरु नै त्यो माध्यम हो जसले ज्ञानलाई जानकारीबाट अनुभूतिमा बदल्नुहुन्छ र हामीलाई अज्ञानताबाट पार लगाउनुहुन्छ। हो, यही कारणले उहाँलाई नमो गुरुभ्यः भनी सबैभन्दा पहिले सम्मान गरिन्छ।